हेलो साथीहरू, आज मैले तपाईहरु सामु टिफिन बक्सको भिडियो कटिङ र सिलाइको भिडियो मैले लिएर आएको छु। यहाँ हेर्न सक्नुहुन्छ, मैले चाहिँ थोरै कपडा छ, त्यसबाट चाहिँ मैले सानो टिफिन ब्याग बनाएको छु। यसमा चाहिँ कपडा जोड्नु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ, मैले 12 इन्च राखेको छु। 12 तल र माथि 12 राखेको छु अनि साइडमा चाहिँ हाम्रो चाहिँ 9.5 राखेको छु। कपडा थोरै छ, यसबाट मैले सानो टिफिन ब्याग बनाउँदै छु। हेर्न सक्नुहुन्छ, यसरी डबल गरेर चाहिँ मैले दुईटा कटिङ गरेको छु। यसरी छेउछेउमा चुट्का लगाउने, चिन्ह लगाउने, त्यसपछि माथिबाट तलसम्म 3.5 इन्चमा चिन्ह लगाउने। त्यसमा चाहिँ हामीले चेनपट्टीको आसन र जोड्नु पर्ने हुन्छ। यसरी जोडिसकेपछि चाहिँ तलपट्टिको नाप्ने आसन भाग यसरी नाप्दा चाहिँ हाम्रो 24.5 आएको छ। त्यसरी 24.5 चाहिँ हामीले आसन पट्टी काट्नु पर्ने हुन्छ र त्यसमा पनि हामीले चिन्हको लागि यसरी चुट्का लगाइदिने सजिलोको लागि। यसरी चिन्ह लगाउने चुट्का। त्यसपछि हामीले चाहिँ जुन आसन चेनपट्टी र आसनको भाग चाहिँ हामीले कटिङ गर्नुपर्ने हुन्छ। यसमा चाहिँ हाम्रो कपडा थोरै भएको हुनाले चाहिँ हामीले गाँस्नु पर्ने हुन्छ। मैले यसरी 4 इन्च मात्रै लगाएँ, तपाईले 4.5 पनि राख्न सक्नुहुन्छ नाप अनुसार। यसरी 4 इन्च नापेर यसरी सिधा धर्का तान्दिने। यसरी सिधा धर्का तानेर कटिङ गर्ने। हाम्रो चाहिँ 24.5 आउनु पर्ने हुन्छ। यसमा चाहिँ 24.5 आउँदैन, त्यही भएर चाहिँ हामीले गाँस्नु पर्ने हुन्छ कपडा थोरै भएको भएर। तपाईहरुको कपडा धेरै छ भने चाहिँ तपाईहरु गाँस्नु पर्दैन, मैले चाहिँ यसरी गाँस्नु पर्ने हुन्छ। अब चाहिँ यसरी माथिपट्टि चेनपट्टी राख्नको लागि चाहिँ यसरी नाप्ने, जुन हामीले चुट्का लगाएका थियौं त्यहाँबाट अर्को चुट्कासम्ममा यसरी नाप्ने। हाम्रो नाप्दा चाहिँ 19 आएको छ। यसरी 19 19.5 राख्न सक्नुहुन्छ, हल्का अलिकति 1/2 इन्च बढाएर। त्यसै गरेर हामीले अर्को चेनपट्टीमा पनि हामीले जोड्नु पर्ने हुन्छ। यसरी 4 इन्चमा चिन्ह लगाउने। हाम्रो 19.5 कोमा पनि यस्तै सानो टुक्रा आएको छ, यसमा पनि हामीले जोइन गर्नुपर्ने हुन्छ। यसमा चाहिँ हाम्रो जम्मा 10 आएको छ, अझै हामीले जोड्नु पर्ने हुन्छ। यसरी चाहिँ सानो पिसलाई चाहिँ यसरी कटिङ गरेर चाहिँ हामीले जोड्नु पर्ने हुन्छ। अब चाहिँ यसरी जुन हाम्रो बाहिरी कपडा थियो त्यसको बराबर नापेर चाहिँ हामीले यसरी भित्री कपडा पनि कटिङ गर्नुपर्ने हुन्छ। यसरी डबल बिछ्याएर चाहिँ दुईटा गरेर कटिङ गर्ने। जुन हाम्रो बन्द भाग छ त्यसलाई पनि हामीले चिर्दिने। यसरी चिरिसकेपछि चाहिँ दुईटा बाहिरी र दुईटा भित्री कपडा हुन्छ। यसै गरेपछि हामीले चाहिँ आसनमा पनि लगाउनु पर्ने हुन्छ। जुन हाम्रो चेनपट्टी र तलपट्टि आसन भाग हुन्छ त्यसमा पनि यसरी नै भित्री कपडा राख्नुपर्ने हुन्छ। जुन हाम्रो नाप थियो अगाडि नै त्यही नाप अनुसार नै हामीले यसरी कटिङ गर्ने। यसरी चौडाइ चाहिँ 4 राखेर यसरी गर्ने। यसरी आसनपट्टि पनि काटिसकेपछि चाहिँ अब हामीले फिता काट्नुपर्ने हुन्छ। यसरी आसनपट्टि काटिसकेपछि चाहिँ अब हाम्रो फिता चाहिँ दुईटा चाहिन्छ। यसरी मैले लम्बाइ चाहिँ 18 राखेको छु। यसको चौडाइ चाहिँ एक साइज 1 इन्चको हुन्छ। यो चाहिँ बजारमा पाइन्छ यस्तो फिता किन्न चाहिँ। अनि त्यसपछि चाहिँ जुन हाम्रो आसनको जोड्नु पर्ने थियो त्यो चाहिँ मैले जोड्दै छु। यसरी जोडेर चाहिँ डबल सिलाउने। यसरी जोइन गरेर डबल सिलाइदिने। अब चाहिँ हाम्रो जुन ब्यागको कपडा छ त्यसलाई चाहिँ जुन हाम्रो भित्री कपडा छ त्यसमा माथि सुल्टे बनाएर यसरी छापेर चाहिँ माथिबाट छेउछेउबाट यसरी सिलाएर अट्याच गरिदिने। यसरी छेउछेउमा जुन चाहिँ यो कपडा नलियोस् भनेर चाहिँ हामीले यसरी माथिबाट चाहिँ यसरी सिलाइदिनु पर्ने हुन्छ। यसरी चारैतिर सिलाइदिने।
यसरी चारैतिर सिलाइसके पछाडि चाहिँ हाम्रो जुन एक्स्ट्रा कपडा रहेको छ त्यो भित्री कपडा त्यसलाई चाहिँ हामीले यसरी काटेर चाहिँ बराबर गर्नुपर्ने हुन्छ। यसरी एक्स्ट्रा कपडालाई चाहिँ हामीले यसरी कटिङ गरिदिने। यस्तै कटिङ गरिसके पछाडि चाहिँ अर्को कपडा पनि यस्तै गर्ने, जुन हाम्रो अर्को भाग छ पाटा छ त्यसलाई पनि यसरी नै कटिङ गरिदिने। अब त्यस पछाडि चाहिँ मैले फेरि आसनमा पनि यसरी नै एट्याच गर्दैछु। यसरी माथिपट्टि राखेर सुल्टे राखेर चाहिँ हामीले माथिबाट यसरी सिलाइदिनु पर्ने हुन्छ चारैतिर। यसरी चारैतिर सिलाइसके पछाडि चाहिँ यसको पनि जुन हाम्रो एक्स्ट्रा कपडा छ त्यसलाई हामीले कटिङ गरेर फाल्नुपर्ने हुन्छ। यसरी बराबर गरेर कटिङ गर्ने। यसरी गरिसके पछाडि चाहिँ अब हामीले बीच भागमा यसरी चुट्का लगाइदिने। अर्को भागमा पनि यसरी नै सेन्टरमा यसरी चुट्का लगाइदिने। त्यस पछाडि जुन हाम्रो यो ब्याक त्यसमा चाहिँ जुन हाम्रो यो सुल्टो भाग यसरी राखेर हेर्न सक्नुहुन्छ। जुन यो चुट्का लगाएको भाग छ यहाँ, यो भाग चाहिँ यहाँ फिनिसमा यसरी जोइन गरिदिने। यसरी राखेर यसरी सिलाइदिने। यताबाट स्टार्ट गर्छु। यहाँ थोरै 1 इन्च भाग यसरी खुल्ला राख्ने। एउटा काटौँ। यहाँ 1 इन्च जति चाहिँ यस्तो खुल्ला राखिदिने अनि सिलाउँदै जाने। हात ट्याप्पिन्छ नि, यसरी तानेर यसरी घुमाउँदै सिलाउने। फेरि पुनः आएपछि यसरी यसरी तान्दिने। अन्त ल न तानेर यसरी जोइन गरिदिने। मेरो क्यामेरा हल्लियो क्या। अन्त ल न यसरी तपाईँले डबल पनि गर्न सक्नुहुन्छ। अनि हेर्न सक्नुहुन्छ यस्तो भएको छ होइन, यो पाटा चाहिँ यस्तो भएको छ। अब यसमा चाहिँ फेरि अर्को अब मैले जुन यो पाटा यसरी जोइन गरेँ अघिको, अब फेरि त्यहीँबाट चाहिँ हामीले अर्को स्टार्ट गर्ने। अब हाम्रो यो तलको भाग आसन भयो भने यो अब यसरी नै जुन हाम्रो यहाँ चुट्टा लगाएको भाग देख्नुभएको छ, यहाँ चिन्ह लगाएको छ, त्यहीँबाट हामीले फेरि यो भाग यसरी राखेर स्टार्ट गरिदिने। थोरै 1 इन्च जति यसरी ग्याप छोडेर अहिले हामी माथिपट्टि जोड्नुपर्ने हुन्छ। त्यही भएर यो ग्याप छोडेर चाहिँ यहाँबाट यसरी फेरि यसरी नै यहाँ राखिदिने। यो चुच्चो यसरी राख्ने अनि यो चुच्चोलाई यसरी तानेर यसरी सिलाइदिने। चाहिँ सुल्टो एकातिर राखेर यसरी जोड्दिने। मेरो क्यामेरा चाहिँ हल्लियो होइन, चाहिँ यसरी राखेर चाहिँ गर्न सक्नुहुन्छ। जतिसम्म जाऊ उता यसरी सिलाइसके पछाडि चाहिँ अब हामीले फिता राख्नको लागि चाहिँ छेउबाट चाहिँ 3 इन्च यसरी चिन्ह लगाउने र अर्को साइडमा पनि 3 इन्चमा यसरी चिन्ह लगाउने। यसरी चिन्ह लगाइसके पछाडि चाहिँ यसरी फिता लगाउने। बीच सेन्टरमा यसरी राखेर मैले चाहिँ अर्को साइडमा चाहिँ फिता लगाइसकेको छु। तपाईँहरूले पनि भिडियोमा देखे जसरी नै राख्न सक्नुहुन्छ। यसरी राखेर चाहिँ अब माथिबाट सिलाइदिने। अब चाहिँ हामीले यसरी फिता रेडी बनाइसके पछाडि चाहिँ अब हामीले यसमा चेनपट्टी लगाउनु पर्ने हुन्छ। यसरी चेनपट्टी लगाउनु लागि चाहिँ मैले जुन हाम्रो चेनपट्टी थियो त्यसको बराबरको मैले चेन 2टा कटिङ गरेँ। यसरी बराबरको 2टा चेन कटिङ गर्ने। त्यस पछाडि चाहिँ मैले बीचमा चाहिँ सिलाइसकेको छु जुन कपडा नहल्लियोस् भनेर, त्यसमा चाहिँ अब हामीले कटिङ गरिदिने। यसरी बीच सेन्टरमा 1/2 इन्चको ग्याप राखेर यसरी सिलाइदिने अनि यसरी कटिङ गरिदिने। कटिङ गरेर चाहिँ यसमा माथिबाट हामीले चाहिँ चेन लगाउनु पर्ने हुन्छ।
यसरी मैले चेन पट्टी कटिङ गरेँ। अब यसमा चाहिँ हाम्रो जुन सुल्टेर उल्टे भाग हुन्छ यसरी चाहिँ उल्टे गराएर यसरी सिलाउनु पर्ने हुन्छ। एकदम अलि यो चेन राख्दा चाहिँ अलि ध्यान दिएर सिलाउनु पर्ने हुन्छ, नत्र भने यो सर्न सक्छ। त्यही भएर यसमा चाहिँ अलि मिलाएर बिस्तारै यसरी छोपेर चाहिँ सिलाउनु पर्ने हुन्छ। यसरी डबल सिलाइसके पछाडि चाहिँ अब अर्को साइडको पनि यसरी नै सिलाउने। यसरी हाम्रो चेनलाई उल्टे राखेर यसरी नै सिलाउने। यसरी सिलाइसके पछाडि चाहिँ मैले यसमा चेन पट्टी जुन हामीले जोडेको थियौँ त्यसमा चाहिँ मैले इन्टरलक गरेको छु। यसमा तपाईहरुले पाइपिङ पट्टी पनि राख्न सक्नुहुन्छ र यसरी मैले हाफ इन्च जति माथिबाट पनि यसरी च्यापेर चाहिँ सिलाएको छु। अब यसरी हामीले चेन राख्नुपर्ने हुन्छ। यसरी चेन लगाउने। अब हामीले फिता पनि यो ब्याग पनि यसरी हालिसक्यौँ। आसन फिता पनि हाल्यौँ। अब हामीले यो माथिको चेन पट्टी जोड्नु पर्ने हुन्छ। मैले डबल चेन लगाएको पछि मिलेर चाहिँ मैले चेन पट्टी लगाएको छु यसरी हैन। अब यसमा चाहिँ जुन हाम्रो सेन्टर पोइन्ट छ, यो हाम्रो जुन हाम्रो यसले आसन यसरी छ, यो भागमा चाहिँ यति मात्रै सिधा सिलाइदिने। यति मात्रै यो पार्टमा पनि सिलाइदिन्छ। अब यो पार्टबाट चाहिँ हामीले यसरी यो भाग सिधा सिलाउँछौँ। यसलाई पनि यसरी नै सिलाउने। यहाँ आइसकेपछि यस्तो गर्ने, फेरि यसलाई यसरी तानेर यसरी निकालेर आएर सिलाउने। अब चाहिँ यहाँबाट स्टार्ट गरौँ। यो चाहिँ यो पाटो चाहिँ सिलाइसकेँ। अब यो पाटो चाहिँ सक्नुहुन्छ। अब यसरी अघि हामीले यहाँ छोडेको थियौँ 1 इन्च, त्यसबाट चाहिँ हामी स्टार्ट गर्छौँ। यसरी यो टुप्पा भएको छ हेर्नुहोस्। यस्तो यो टुप्पामा चाहिँ यहाँसम्म ल्याएर जुन यसको टुप्पा आएको छ यसमा चाहिँ यसरी सियो गाड्ने। हामीले पछाडिको उचालेर चाहिँ यसरी घुमाइदिने। यसरी घुमाएर तान्ने। तानेपछि फेरि सिलाइदिने। फेरि अर्को यसरी कुनाएको छ, यसलाई यसरी सियो गाड्ने। यो पछाडिको भाग चालिदिने। जुन हाम्रो यो भाग छ यसलाई फेरि यसरी तान्ने। यसरी तान्नुहोस्। तानेर फेरि सिलाइदिनुहोस्। हाम्रो चाहिँ यसरी सिलाएर यसरी रेडी भइसकेको छ। तपाईहरुले पनि यसरी छेउछेउमा चाहिँ पाइपिङ पट्टी राख्न सक्नुहुन्छ। मैले चाहिँ इन्टरलक गरेको छु, हेर्न सक्नुहुन्छ। यति राम्रो बनिसकेको छ। अब हामीले यसलाई सुल्टाएर हेर्छौँ। सुल्टाउँदा हाम्रो यस्तो भएको छ ब्याग, हेर्न सक्नुहुन्छ। एकदमै राम्रो बनेको छ। तपाईहरुले पनि यो भिडियो हेरेर यस्तै ब्याग बनाउन सक्नुहुन्छ भन्ने आशा राख्दछु।